गुड आफ्टरनुन एभ्रियन दर्शन नमस्ते स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। म चाहिँ सुजन गुरुङ है दर्शक महानुभाव। मेरो ठेगाना भने रामपुर नगरपालिका वार्ड नम्बर 8 बुझात म भेनितखेर रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रतर्फ छु। आज मिति 2083 साल असार 24 गते बुधबार, असार शुक्लपक्षको अष्टमी तिथि। आज बुधाष्टमी व्रत। आज बुधाष्टमी व्रत विशेषको अवसरमा म व्रत बस्न सकिन्छ महानुभावहरूलाई व्रत बस्नुहोस् भनेर अनुरोध गर्दै म हजुरहरूलाई मेरो भिडियोमा रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रदेखि अगाडि जोड्दैछु बर्दल क्षेत्रतर्फ, ग्याब्दी खोला बर्दल क्षेत्रतर्फ दर्शक महानुभाव। बाँकी भिडियोबाट सुरुवात गरौँ। अनि गाइज आन्टी आउँदै हुनुहुन्छ ठ्याक्क मकै बोकेर, देख्न सक्नुहुन्छ गाइज हजुरहरू। अब चाहिँ गाइज अगाडि बढौँ है। फाइनली आन्टी आउँदै हुनुहुन्छ गाइज। रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्र गाइज। अनि आज सन्ध्या किराना पस। अब गाइज त्यो बाटो भइहाल्यो, देख्न सक्नुहुन्छ हजुरहरू गाइज। अनि ऊ आन्टी खतरा धेरै डाँडो बोकेर आउँदै हुनुहुन्छ दर्शक महानुभाव। अब गाइज ऊ त्यहाँ अगाडिबाट चाहिँ ठ्याक्कै रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी र रामपुर चापाकोट नगरपालिका वार्ड नम्बर 10 किसान जन्ने पक्की पुलतिर जाने बाटो हो गाइज। अनि ऊ गाइज भ्यान पनि आइरह, देख्न सक्नुहुन्छ हजुरहरू। स्याउली बजार जाने भ्यान गाइज। अनि ऊ बाइक पनि आइरह कि गाइज बत्ती बाल्दै। अनि गाइज म चाहिँ भ्लग भिडियो बनाइरहेको छु। हजुरहरू के गर्दै हुनुहुन्छ गाइज? अनि गाइज हाम्रो चाहिँ भलिबल खेल्नु हो कि भाइहरू खेल्नु भएर होइन हो। अनि गाइज बाइक आइरह अगाडिबाट, देख्न सक्नुहुन्छ हजुरहरू दर्शक महानुभाव। रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रतर्फ छु भन्नुपर्छ दर्शक महानुभाव। यतिखेर म हजुरहरू के गर्दै हुनुहुन्छ दर्शक महानुभाव? म चाहिँ यतिखेर भ्लग भिडियो बनाउँदैछु। अनि गाइज त तलतिर हेर्नुहोस् गाइज, नेपियर घाँस छ। अनि गाइज त माथितिर हेर्नुहोस् यो छोडेको घर हो गाइज। अनि त चाहिँ मान्छे बस्नुहुन्छ। अनि गाइज यहाँ चाहिँ टर्मिनल रहेछ गाइज। अनि गाइज यतातिर घर। अनि गाइज यो चाहिँ फाइनली तल पक्की पुलमा झर्ने बाटो हो। यानि झलुङ्गे पुलमा नि पुगिन्छ गाइज, पुगिन त। तर गाइज अहिले चाहिँ बाटो बन्द हो, किनकि गाइज पारितिर जस्ट बाटो बन्दै हो नि त गाइज। अनि त्यसैले यो चाहिँ यहाँ गाइज बोर्ड पनि छ, सावधान बाटो निर्माण कार्य हुँदैछ भनेर। अनि गाइज त नेपियर हो हेर्नुहोस्। अनि गाइज मासतिर हेर्नुहोस्, फाइनली गाइज मासतिर चाहिँ जङ्गल छ। अनि गाइज यो चाहिँ बारी हो, देख्न सक्नुहुन्छ। अनि गाइज यतातिर मकै छ बारीमा। अनि गाइज यहाँ माथि चाहिँ सारू बङ्गुर तथा कुखुरा फार्म छ। यता चाहिँ गाइज बङ्गुर फार्मतिर जाने बाटो हो। माथि अलि अगाडि चाहिँ गाइज कुखुरा फार्म छ। म हजुरहरूलाई जानकारी गराउन चाहेँ। रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रतर्फ छु भन्नुपर्छ दर्शक महानुभाव। यतिखेर म हजुरहरू के गर्दै हुनुहुन्छ? म चाहिँ दर्शक महानुभाव यतिखेर भ्लग भिडियो बनाउँदैछु भन्नुपर्छ। अनि गाइज त हेर्नुहोस् ठ्याक्क घर बन्छ। अनि गाइज यता घर। अनि गाइज यो मकै ऊ माथि गाइज घर, देख्न सक्नुहुन्छ हजुरहरू। म हजुरहरूलाई प्रत्यक्ष भिडियो मार्फत जोड्दैछु भनौँ गाइज। साँझको समय भनौँ, किनकि हाल त गाइज 7 बज्न आँटिसक्यो। त्यसैले गाइज साँझकै समय भन्नुपर्छ। अनि गाइज अगाडिबाट जिप पनि आइरह गाइज। अनि गाइज यहाँबाट चाहिँ मासतिर जाने बाटो हो गाइज। तर यस्तो हिलो हो क्या गाइज बाटो त, न कुरा गर्दा हुन्छ गाइज बाटो कस्तो छ भनेर त कुरा गरिसाध्यै होइन गाइज। अनि यता यहाँ गाइज घर देख्न सक्नुहुन्छ। अनि गाइज यता नेपियर हो ठ्याक्क लाएर। ओ गाइज फाइनली मेरो अनुहारमा पानी पर्यो। अनि गाइज यतातिर फुल पनि फुल्दै रहेछ। अनि गाइज यता तलतिर घर देखिसक्नुभयो हजुरहरूले। अनि गाइज स्कर्पियो आइरह दर्शक महानुभाव। रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रतर्फ छु। अबको केही समयमा म हजुरहरूलाई जोड्दैछु रामपुर नगरपालिका वार्ड नम्बर 10 ग्याब्दी खोला, त्यस लगत्तै पानसे टोल गाइज। अनि यता हेर्नुहोस् मकै पनि छ है गाइज। अनि यता लता लहरा पनि छ। अनि गाइज यता तलतिर हेर्नुहोस् है मकै। फाइनली गाइज मकै चाहिँ सुकिसकेर काटिसक्नु भएको छ भनौँ। अनि गाइज यतातिर हेर्नुहोस् लहरा छ यता गाइज। अनि यो घर भइहाल्यो। अनि गाइज यहाँ त मस्त फुल फुल्दैछ। अनि गाइज आजतिर मौसम भन्नुपर्दा हेर्नुहोस् गाइज आकाशतिर यस्तो बादल लाग्यो कि गाइज, यति बादल लाग्यो कति बेला लाग्यो भनेर मलाई थाहै छैन गाइज। यति लाग्यो भनेर त गाइज भन्न नि सकिन्न। अनि गाइज यो चाहिँ कुखुरा फार्म हो। यहाँ गाइज खतरा कुखुरा यहाँ चरिरह, देख्न सक्नुहुन्छ दर्शक महानुभाव हजुरहरू। रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रतर्फ छु दर्शक महानुभाव। म हजुरहरूलाई जानकारी गराउन चाहेँ। हजुरहरू के गर्दै हुनुहुन्छ दर्शक महानुभाव? म चाहिँ गाइज भ्लग भिडियो बनाउँदैछु। म चाहिँ सुजन गुरुङ है दर्शक महानुभाव। ऊ गाइज स्कुटर पनि आइरह अगाडिबाट। म चाहिँ गाइज भ्लग भिडियो बनाइरहेको छु।
अनि गाइज जो कुकुर पो रहेछ यहाँ त कान पुच्छर गरिदिएको कुकुर गाइज। अनि यहाँबाट चाहिँ गाइज माथितिर सडक खण्डतिर जाने बाटो। अनि गाइज जो बाइक पनि आइरह पछाडिबाट स्कुटर पनि आइरह। रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्दी क्षेत्रतर्फ छु भनौँ दर्शक महानुभाव। यतिखेर म गाइज यतातिर हेर्नुहोस् है, फाइनली मकै सुकिसकेछ लगभग। अनि खेततिर ब्याड पनि छ अनि गौँथली उड्यो गाइज। यता मासतिर हेर्नुहोस् गाइज, खेत रोपाइसकिसक्यो। अनि गाइज काफलहरूको बोट छ, तिल्काको बोट खनिया। अनि गाइज जो कुकुर आइरह यताबाट, बाटैबाट आयो कुकुर, हे कुकुर आयो बाटैबाट, माथि उड्यो गौँथली यता रहेछ पुल गाइज। ग्याब्दी खोला पुलमै त आइपुगे, तिमीलाई सम्झी माया नि लाइसके, बनकी चरी बनैमा रमायो, अन्तै घरबार जोडौँला भन्दै, मायाले सपक्कै समायो, ओ मेरो मायाले सपक्कै समायो। गाइज फाइनली खेत हेर्नुहोस्, मासतिर मकै नै छ। अनि गाइज यता तलतिर हेर्नुहोस् खेत। रम्फू नगरपालिका वार्ड नम्बर 10 मान्छे टोल पुग्छु अबको केही समयमै भन्नुपर्छ दर्शक महानुभाव। म हजुरहरूलाई जानकार गराउन चाहे दर्शक महानुभाव। अनि गाइज यता मासतिर त गाइज फाइनली खेततिर मकै रहेछ। अनि गाइज यता तलतिर त फाइनली गाइज सबै मकै सुकिसक्यो लगभग। गाइज हेर्नुहोस् सब डाँठ सुकिसक्यो खेततिर। रामपुर नगरपालिका वार्ड नम्बर 10 500 टोल क्षेत्रतर्फ जोडिँदैछु अब भने म दर्शक महानुभाव, हजुरहरूलाई जानकारी गराउन चाहेँ। अनि गाइज बाइक पनि आइरह देख्न सक्नुहुन्छ दर्शक महानुभाव, म हजुरहरूलाई जानकारी गराउन चाहेँ। अनि गाइज फाइनल यता माथि चाहिँ ठ्याक्क केराको बोट पनि रहेछ देख्न सक्नुहुन्छ हजुरहरू। अनि गाइज तलतिर यहाँ सिरो घाँस पलाइरह। अनि गाइज यता माथितिर हेर्नुहोस् मकै छ खेतमा, मकै त लगभग भाँचेर सकिसकेको रहेछ, डाँठ छ भनौँ। अनि गाइज नाली पनि सफै छ भनौँ दर्शक महानुभाव, म हजुरहरूलाई प्रत्यक्ष भिडियो मार्फत जोड्दैछु। अनि यता गाइज हेर्नुहोस् खेत, उता गाइज बाइक आउन लाह, बाइक यानि कि मोटरसाइकलमा हो कन्छीलाई भुइँ पारी मोटरसाइकलमा गाइज। अब फाइनली म यहाँ हिँड्दा पनि थकै लागिरहेको गाइज, धेरै बोल्न भएन गाइज, मेरो शक्ति जति भ्याइनी भयो बोल्दा त्यसैले म अब ठ्याक्क चाहिएको ठाउँमा मात्र बोल्छु। अनि गाइज अब म 500 टोलतर्फ जोडिँदैछु अबको केही समयमै गाइज। अब त्यहाँ अगाडि लासी ठ्याक्कै म पुग्छु 500 टोल, त्यस लगत्तै गाइज अलि अगाडि पुगेपछि अनि आउँछ गाइज बर्दले क्षेत्र लगत्तै गाइज। अनि उता अगाडि बर्दले बगैँचा क्षेत्र, अनि त्यहाँभन्दा अलि उता गएपछि पुलचोकबाट ठक्क फर्किनुपर्छ गाइज, किनकि समय पनि त हेर्नु पर्यो गाइज, किनकि अब त राति पर्छ केही समयमै झ्याप्पै भइहाल्छ। अनि गाइज झ्याप्प भाइस त मलाई नि राति हुन्छ गाइज। उता गाइज घर छ, अनि गाइज उता मासतिर पनि घर देख्न सक्नुहुन्छ। अनि गाइज यहाँ त केराको बोट, अनि गाइज यता घर, अनि गाइज यता बाँसैको झ्याङ छ गाइज। अनि यतातिर चाहिँ सजिनको बार लगाइए चट्ट देख्न सक्नुहुन्छ हजुरहरू दर्शक महानुभाव। रामपुर नगरपालिका वार्ड नम्बर 10 500 टोल क्षेत्रतर्फ हो गाइज। अनि यहाँ माथि छ मनकामना देव मन्दिर, उयो माथि टिन भएको यो प्रतीक्षालय हो। अनि गाइज यता तलतिर घर हेर्नुहोस्, अनि यता अगाडि घर। अनि गाइज यहाँ चाहिँ फाइनली काफलको बोट छेउछेउमा। अनि गाइज यता मासतिर फाइनली खेत पनि रोपिसकिया देख्न सक्नुहुन्छ दर्शक महानुभाव, ट्याक्क अलि तासेर खेत पनि रोपिँदैछ। रामपुर नगरपालिका वार्ड नम्बर 10 500 टोल क्षेत्रदेखि अगाडि छु म। यतिखेर हजुरहरूलाई जानकारी गराउन चाहेँ गाइज। गाइज अगाडिबाट दुईवटा बाइक यानि कि मोटरसाइकल आउँदैछ देख्न सक्नुहुन्छ। म हजुरहरूलाई प्रत्यक्ष भिडियो मार्फत जोड्दैछु दर्शक महानुभाव। गाइज यतातिर घर हेर्नुहोस्, अनि गाइज यतातिर यो सिरु घाँस पलाइरह, माथि खेत पनि रोपिसकिया गाइज यतातिर देख्न सक्नुहुन्छ हजुरहरू दर्शक महानुभाव। के गर्दै हुनुहुन्छ हजुरहरू? म चाहिँ गाइज ब्लग भिडियो बनाउँदैछु।
रामपुर नगरपालिका वार्ड नम्बर 10 कान्छे टोलदेखि अगाडि छु गाइज। म अबको केही समयमा म जोड्दैछु हजुरहरूलाई रामपुर नगरपालिका वार्ड नम्बर 10 बर्दाले बगैँचा गाइज। यो चाहिँ पनि हस् हुन्छ, धन्यवाद दाइ। अनि गाइज यता अगाडि यो उता अगाडि बर्दाल भन्ने गोर्खा गाइज। अनि त्यस लगतै जोड्नेछु म हजुरहरूलाई बर्दाल क्षेत्र। अनि गाइज त्यसदेखि बर्दाल क्षेत्रदेखि उता चाहिँ गाइज समयलाई पनि त पालना गर्नु पर्यो। अनि गाइज फाइनली यता हेर्नुहोस् है गाइज, यतातिर चाहिँ फाइनली ट्याक्क मकै पनि छ डाँठ। अनि यतातिर चाहिँ गाइज अलि ट्याक्क तस्या। अनि गाइज यता तलतिर हेर्नुहोस् गाइज फाइनली मकैहरू मस्त सुकिरह गाइज। अनि यता माथितिर त अब गाइज ठ्याक्क यहाँ आली तासेर। अनि गाइज अनि यता हेर्नुहोस् ठ्याक्क। अनि यतातिर गाइज फाइनली धानको ब्याड पनि हो गाइज। अनि यतातिर मकैको डाँठ। अनि गाइज यहाँ माथि हेर्नुहोस् यति ठुलो आँप पनि हो गाइज। अनि यता हेर्नुहोस् फाइनली यो डाँठ भइहाल्यो। अनि गाइज यहाँ चाहिँ ठ्याक्क भन्नुपर्दा यहाँ आली तासेको भन्छन् क्या गाइज, हाम्रो गाउँले ठेटो भाषामा भन्नुपर्दा। अब बजारतिर त चाहिँ गाइज यसलाई त मेकअप गरिदिएको भन्न पाइँदैन गाइज, बजारका मान्छेले त जे नि भनिदिन्छन्। अनि गाइज ट्याक्सी हो कि के जाति गयो भर्खरै गाइज। रामपुर नगरपालिका वार्ड नम्बर 10 बर्दाले क्षेत्र अब जोडिँदैछु म हजुरहरूलाई जानकारी गराउन चाहेँ। अनि गाइज यहाँबाट ठ्याक्क मास्तिर जाने बाटो पनि छ। अनि गाइज यता हेर्नुहोस् घर। अनि गाइज यहाँ फल्दैछ है यहाँ। अनि गाइज यहाँ बोर्ड पनि देख्नुभयो हजुरहरूले बर्दाले भनेर दर्शक महानुभाव। फाइनली माथि उठ्दैछ है चरा गाइज, चरा यानि कि डाङ्ग्रे यानि कि सल। अनि गाइज मलाई अङ्ग्रेजी नाम चाहिँ थाहा भएन त्यसको। अनि गाइज यता हेर्नुहोस् फाइनली यहाँ मकैको डाँठ रहेछ है। अनि गाइज अब चाहिँ म हजुरहरूलाई त्यो बर्दाले बगैँचा भन्दा अगाडि त जोड्न पक्कै सक्दिनँ, किनकि गाइज फाइनली अब पानी पर्दैछ भन्ने मलाई थाहा भयो गाइज। यता हेर्नुहोस् गाइज फाइनली मकै छ। अनि गाइज यहाँ किराना पसल रामपुर नगरपालिका वार्ड नम्बर 10 बर्दाल क्षेत्रतर्फ जोडिँदैछु अब भने म दर्शक महानुभाव। म हजुरहरूलाई जानकारी गराउन चाहेँ गाइज। पछाडिबाट के आइरह त्यसैले मैले चाहिँ थोरै साइड छोडिदिएँ, साइड प्लिज भन्दै थियो त्यसैले मैले छोडिदिएँ। अनि गाइज यहाँ छ भानुभक्त माध्यमिक विद्यालय। अनि गाइज यो हो विद्यालयको गेट। अब गाइज म चाहिँ ठ्याक्क बर्दाले पुग्छु। अनि त्यहाँ गाइज एकछिन बस्नु पऱ्यो किनकि गाइज अब पानी पर्दैछ नि त। यता हेर्नुहोस् गाइज आँपको बोट फाइनली। अनि गाइज यहाँ भलिबल खेल्ने तल भलिबलको नेट। अनि गाइज तल घर। अनि गाइज यो हो जेब्रा क्रस देख्न सक्नुहुन्छ हजुरहरू दर्शक महानुभाव। अनि गाइज चाहिँ भानुभक्त माध्यमिक विद्यालयको यो गेट हो। अनि गाइज त्यहाँ गेट। अनि यतातिर यो पर्खाल दर्शक महानुभाव। अब म फाइनल ठ्याक्कै बर्दाल क्षेत्रतिर छु यतिखेर। म हजुरहरूलाई जानकारी गराउन चाहेँ दर्शक महानुभाव। हजुरहरू के गर्दै हुनुहुन्छ? म चाहिँ दर्शक महानुभाव फलक भिडियो बनाउँदैछु। म चाहिँ सिजन गुरुङ है दर्शक महानुभाव। अनि गाइज अब त्यहाँ अगाडि गएर जस्ट एकैछिन बस्छु। अनि गाइज म अलि जस्ट पानी अलि बिदा भाषी म फेरि रिटर्न आउँछु नि त गाइज फाइनली। अनि गाइज ट्र्याक्क बाइक पनि आइरह। अनि गाइज मासतिर फाइनली पसल पनि छ दर्शक महानुभाव त्यहाँ तलतिर। अनि गाइज यो बर्दाल स्टोल विकास संस्थाको बोर्ड पनि छ। अनि गाइज यहाँ चाहिँ ठ्याक्क ट्रक रोकेर राखेर रह्यो। अनि गाइज अब चाहिँ म यहाँबाट ठ्याक्क फर्किन्छु फाइनली। गाइज रामपुर नगरपालिका वार्ड नम्बर 10 बर्दाले क्षेत्रतर्फ छु दर्शक महानुभाव। यतिखेर म हजुरहरूलाई जानकारी गराउन चाहेँ। ओके बाई टेक केयर बेस्ट अफ लक दर्शक महानुभाव। म चाहिँ हजुरहरूलाई मेरो भिडियोमा रामपुर नगरपालिका वार्ड नम्बर 10 होस्टी क्षेत्रदेखि रामपुर नगरपालिका वार्ड नम्बर 10 बर्दाल क्षेत्रसम्म जोड्दै थिएँ। हजुरहरूलाई मेरो भलाइ भिडियो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया जनाइदिनु होला। हजुरहरूले मेरो भलाइ भिडियोलाई हजुरहरूले लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला। हजुरहरूको साथ सपोर्टले मलाई अगाडि बढ्ने मोटिभेसन मिल्दैछ। म चाहिँ सिजन गुरुङ है दर्शक महानुभाव। म चाहिँ हजुरहरूलाई मेरो भ्लग भिडियोमा जोड्दै थिएँ। ओके बाई टेक केयर बेस्ट अफ लक दर्शक महानुभाव।